सक्दिन म तिमीले जे भन्यो त्यही बनाउन। यहाँ मेकअप गरिरहेको बेलामा चिया चिया नबना। धेरै चिया भन्दा देखाइदिउला तिम्रो बाउको बिहा। बुहारी तिमीले यो के भने कि मेरा बा त आज भन्दा 20 वर्ष पहिला नै स्वर्गवास हुनुभयो। बुहारी मेरो मरिसकेको बाउको बिहा देखाइदिन्छु भन्दा तिम्रो अलिकति ओठ कामेन? देवी भयो के बुहारीलाई केही नभन् त चुप लागेर बस। अब आफ्ना हातखुट्टा चल्न छोडेपछि चिया खान मन लाग्यो भनेर के गर्ने? हे भगवान, बुढी बोल्न छोडेपछि फेरि बुढा बोल्न सुरु भयो। होइन, काम गर्ने बेलामा आइया बा मरे बा भन्ने मान्छेहरूको बोल्ने शक्ति चाहिँ कहाँबाट आउँछ? अलिकति लाज शरम पनि मान्ने गर सासू ससुरा। भैँसीले कुडो खाए चाहिँ चिया मात्रै खान खोज त मिलेको चियाले पनि सराप्ला। बुहारी बोल्न पाएँ भनेर यसरी प्याच नबोल न। तिम्रो उमेरमा त हामीले 10 नङ्ग्रा खेएर काम गरेका थियौँ नि, पसिना बगाएका थियौँ। अहिले पो बुढाबुढी भइयो र पहिला जस्तो हातखुट्टा चल्दैनन्। मलाई थाहा छ तिमीहरू दुईजनाको के चल्छ के चल्दैन भनेर। तिमीहरूले चाहने हो भने अझै पनि हल गोरु पालेर खेत रोपेर खान सक्छौ। तर तिमीहरूलाई त मेरो खुन चुस्ने बानी परेको छ हैन? बुहारी बिरामी ससुरा अगाडि चर्को नबोला न तिमी। ए हरे, बुढेसकालमा पनि कति साह्रो माया हो र भनेको। यति धेरै ख्याल नगर बुढाको। यिनी मरेपछि छिट्टै पेन्सन खान पाउँछौ। आखिर तिमीले चाहेको पनि यही त हो। के भन्छ रे? होइन, यो सूर्यदाले आज मेरो फोन किन उठाउन? आकाशको फल आँखा तरी मर भने चाहिँ हुने भयो। तर पनि म त्यसको पछि लाउनु छोड्दिनँ, किनकि मलाई त उसको तन मन धन तिनवटै कुराबाट भरिपूर्ण हुनु छ। भयो हजुरलाई? किन रुनु भएको? कि सन्चो भएन? छोरी अहिले भर्खर त सन्चै थिए, अहिले जिउ कामेर थर्र भएको छ। के भयो छोरी? मलाई त छोरी तेरो भाउजूले मलाई भन्नु नभन्नु भने भन्नु मात्रै हो र हात पनि हाले पुरै जिउ दुख्दैछ छोरी मलाई। भाउजू, ए भाउजू, मेरी सोची आमालाई पिटेर कहाँ लुक्नु भएको छ? उर्का बाहिर आउनु। छोरी यति चर्कासौटे किन बोल्यो कि? फेरि भाउजू त छैन त भित्र। अघि सासू बुहारी लुछालुछ गर्दा म बिरामी मान्छेले छुट्याएँ। तँ कहाँ गएको थिइस्? म घाँस काट्न गएकी थिएँ बाबा। म नभएको मौका पारेर ती भाउजून कि साउजीले मम्मीलाई नमजाले कुटिछिन्। घर मात्र आउनु न तिमीलाई मैले जानेकी छु। छोरी त तातरिस नगर, मलाई हात हान्नेलाई भगवानले सजाय दिनुहुन्छ। छोरी हामी तिनैजना गए पनि त्यसले एक हातले फालिन सक्छ।
पछि खाएर बल्ली बाँकी चाहिँ मर्न सके पाप पनि। किन बाह्र हात पुगेर तमासा देखाए कि बा दुईजनाको के कुरामा झगडा भएको हो र? सुरुमा तेरी आमाले एक कप चिया बनाइदिए भनेको थिइन्। त्यही कुरालाई लिएर भन्नु नभन्नु भनी कुटी पनि धन्न मैले बल्ल बल्ल छुट्टाएँ नानी। जाबु आमाले चिया बनाइदेऊ त भन्नुभएको रहेछ नि, त्यसलाई किन बाह्र हात उफ्रिएर तमासा देखाउनु परेको? कमसे कम बुहारी भएपछि त सासू ससुराको मान सम्मान गर्नु नि। कालले लान नसकेको सुक्टी मलाई पो हात हाल्न आउँछ। मर्ने गरी पिटाइ खाकी चाहिँ अब लाइनमा आउँछ होला नि। हेलो, कता हो के तिमी? मैले कतिचोटि फोन गरिसकेँ हेर त। फोन अघि नै हेरिसक्यो राहुल, तिम्रो फोन धेरैचोटि आइसकेको रहेछ। सासूसँग झगडा परेको थियो, त्यही भएर मैले कल ब्याक नगरेको तिमीलाई। ए हो र? अनि त्यो सासू हो कि पासुलाई दिउँसै तारा देख्ने गरी हानेन? कि त्यसको आँखा फुटाइदिन्थे कि बोल्नै नसक्ने गरी लाठी बनाइदिन्थे? भयो यार, त्यो अङ्गारी कालीको कुरै नगर। मलाई त्यसको कुरा गर्यो कि 12 तातेर आउँछ। अनि सुन न, तिम्रो खबर के छ? खबर त के हुनु र सुजाता, तिमी साथमा छैनौ, एक्लो फिल भइरहेको छ। तिम्रो बुढाको माया लागेर होला। मलाई त भेट्नै छोड्यो आज भोलि। के तिमीलाई मेरो याद आउन्न र सुजाता? किन याद नआउने हो र मलाई तिम्रो? बिहान उठेदेखि बेलुका नसुतिन्जेलसम्म तिम्रो सम्झना आइरहेको छ। के मनी लगाएर तिमीले मलाई? तिम्रो बोली सुन्ने बित्तिकै उठेको रिस पनि कता जान्छ कता। ए हो र? त्यस्तो पो हुन्छ मेरो बोली सुनेको तिमीलाई? सुजाता, अरू मलाई केही पनि थाहा छैन। आजको दिन तिमी मैसँग बस्नुपर्छ। मलाई तिमी बिना एक दिन पनि एक महिना जस्तो लाग्छ। बिचारा मेरो हिरोलाई म बिना धेरै गाह्रो भएको जस्तो छ। राहुल, बस्नु त बस्ने, तर कहाँ बस्ने? मेरो घरमा बस्ने। नचाहिने कुरा नगर न तिमी। तिम्रो घरमा म आउँदा तिम्रो बाबा मम्मीले हङ्गामा मचाइहाल्नुहुन्छ नि। मेरो घरमा बुवा आमा भए पो हङ्गामा मचिन्छ। मेरो घरमा कोही पनि नभएपछि तिमी नै भन न कसरी हङ्गामा मचिन्छ? तिमी ढुक्क भएर आऊ मेरो घरमा। मम्मी बाबा 2 दिनको लागि बाहिर जानुभएको छ। ए हो र? त्यसो भए आज भने जस्तै हुने भयो। ल म आइहालेँ। अनि सुन त सुजाता, तिमी आउँदा 20-30 हजार बोकेर आऊ है। मलाई अहिले पैसाको साह्रै समस्या परेको छ। ए ल म एकछिन घर गएर आइहाल्छु है। त्यसो भए कस्तो गाह्रो भयो मलाई त। नातिनु न, निको होला नि। परी को बुहारी? कसको बुहारी? आइन्दा मलाई बुहारी भन्ने होइन। बाउजू कता जान लाउनु भएको? म जहाँ गए पनि तँलाई के मतलब? सायद हजुरलाई थाहा छैन होला, यति बेला बाबाको औषधि सकिएको छ। हामीसँग 100 पनि पैसा छैन। बाबालाई औषधि किन्न पैसा दिनुहुन्थ्यो कि भनेर। ए त महारानीलाई पैसा चाहियो? तँलाई त्यत्तिकै पैसा चाहिएको भए एउटा केटासँग सुत्न जान, तँलाई त्यसले जति भन्यो त्यति पैसा दिन्छ। भाउजू, मान्छेले सुन्न सक्ने मात्र कुरा बोल्नु, नत्र मार्छेस् मलाई? मैले त नन्द भएर मात्रै छिटो पैसा कमाउने आइडिया दिएको। कस्तो लाग्यो त तँलाई मेरो आइडिया? थक्क तेरो जिन्दगी। मैले त तँलाई खराब मात्र होलिस् भनेकी थिएँ, तर त पछि चरित्रहीन रहेछस्, चरित्रहीन। त जस्तो चरित्रहीनलाई भाउजू भन्नुभन्दा पहिला किन लाठी होइन म? ओइ नन्द होस् कि सन्द, कसलाई चरित्रहीन भनेको? मुखमा जे यति बोल्छेस्, अहिले मुख सुख च्यात्र फेरि कानमा पुगाइदिउला नि।
जो चुरुस्कै ठुलो छ तैँले मेरो मुख कानसम्म पुर्याउने बेलासम्म ठुलो टुमी हेरेर बस्छु होला म यसले त बस्छ चोरीलाई खोज्न आए तँ मर्न नसकेकी पापिनी त इन्टा वीरबाट उल्टेर मरेस् तँलाई त हाम्रो आँसुको पाप लाग्ने छ पाप मलाई बाबालाई औषधि किन्ने पैसा नदिएर जति धेरै रुवाएकी छस् नि त्यहाँभन्दा बढी तँलाई रुन परोस् यो कलियुग हो कलियुग त जस्तीले गाली गरेर केही हुनेवाला छैन बुझिस् फ्याउरी अहिले कस्तो जमाना हो बुहारीलाई नि बुहारी भन्न नपाइने कहाँ गइदियो होला जहाँसुकै मलाई त्यही मतलब छैन तँ घर आउन भन्दा घर नभएकै जाति अघि मैले बाबालाई औषधि किन्ने पैसा माग्दा मलाई पिटेर गयो आमा आज मलाई एउटा कुराले साह्रै सताइरहेको छ यदि मैले 5-10 रुपियाँ खुद्रुकेर जम्मा गर्न सकेको भए आज बाबाको उपचार गर्न काम लाग्थ्यो के गर्नु हजुरले लागेको सुख पनि नफल्यो क्यानी छोरी चाहिने बेला बुद्धि आएन बेला सुन्नु सकिएन छोरी हेर छोरी त्यो दाइले त डङ्किनलाई पैसा पनि नदे घर पनि नजा भनेर भड्काउँदो रहेछ क्या हो छोरी दाइलाई फोन लगा त ए छोराको फोन आयो बाबु तैँले बुहारीलाई के भनेर लगाछस् त पैसा पनि दिने घर पनि बस्दिने आमा तपाईँ यो के भन्दै हुनुहुन्छ साँच्ची सुजताले औषधि किन्ने पैसा दिन र म तेरो आमा हुँ तसँग म झुटो बोल्छु होला त तेरो बुढी घरमा छैन के त्यो घरमा नभएको कुरा साँचो हो तँ आफै फोन गरेर सोध त हेलो सुजता कहाँ छौ तिमी म कहाँ हुनु नि तिम्रै थोत्रो घरमा तिम्रै किचकिचे बाउ आमालाई सम्हालेर बसेकी छु सुन न अघि घरबाट बा आमाले मलाई फोन गर्नुभएको थियो बाको औषधि सकिएको छ रे बहिनीलाई औषधि किन्ने पैसा देऊ है दिन्छु म पैसा त म मेरो राहुल बेबीलाई दिने हो सुजता के भयो किन नबोले कि हजुर बुढा मोबाइल त होल्डमा बसेको रहेछ दाइ बुढा म पछि कुरा गर्छु है झन् सुजतालाई छिटो आइज भनेको कति ढिला गरे कि सास पर्न लागिसक्यो मायाले त राहुल किन आँटेको तिमी मैले मन पराएको मान्छे हो तिमी नटिकन त कसरी बस्न सक्छ हिँड जाउँ कि छोरी ल बाह्र चिया लैदियो त नानी बाबा मैले चिया ल्याइदिएको छु चिया खानु त बाबा बाबा चिया खानु न बाबा बाबा ला बाबा के भयो हजुरले आँखा खोल्नु न बाबा बाबा बोल्नु न बाबा
छोरी के भयो को के भयो हँ बाबा बोल्दै बोल्नुहुन्न बाबा होइन हजुरलाई के भयो उठ्नु न हेलो उठ्नु न उठ्नु बाबा उठ्नु न बाबा लगनी छोरी के भयो बाबालाई लगनी हजुरलाई के भयो उठ्नु न हजुरलाई के भन्छ आउन छोरी गाउँले बोलाएर लौनु नि हजुरलाई के भयो उठ्नु न उठ्नु न मम्मी बोल्नु न बाबा बाबा मम्मी हिजो सबै बाबुनी भाउजूले गर्दा भएको त्यसले मलाई औषधि पैसा दिएको भए आज मेरो बाबा मलाई छोडेर जानुहुन्थेन